गरम है गाइस, सपोर्ट गरम काले ब्लग सपोर्ट गरम। ए माउर भनेको त बाम रहेछ। अलराइट तो हे गाइस, वेलकम ब्याक टु माय न्यू ब्लग। आयो बजेर सबैजना सन्चै हुनुहुन्छ होला, म पनि त सन्चै छु। अब चाहिँ हामी माछा मार्न जान लागेको रातिको ओखा यहाँ सबैजना छ यहाँनिर। मोल्लो यहाँ दादा छन् सबैजना यहाँ। अर्को भागिराखेको रे ओइ गाइस सपोर्ट गरम है गाइस, सपोर्ट गरम काले ब्लग सपोर्ट गरम। होला हामी त्यो यता माउर पाइन्छ कि यहाँ म्याग्दो खोला भनिन्छ, यहाँ खोलामा माउर पाइन्छ के अरे, त्यही यहाँ पनि मार्न जान लाग्यो कि। यहाँजना सबै रेडी छ, यहाँ झोलामा सबै कुरा छ, फुलुङ यहाँ सबैजना है। यहाँ कत्रो ठुलो टडक पनि छ, त्यो टडकमा आज माउर हालेर लिएर जानु पर्ला जस्तो। अनि टपरी भाइ यहाँ हल्ला गरिरहेको छ, यहाँ अर्को ब्लगर भेटिसकेको छ आज। उसमा यहाँको खोलाबाट टक्क बगाउनु पर्ला जस्तो हो रि है। खोलामा आइन्छ अहिले, यहाँ अहिले खोलै देख्यो होइन हजुरको लागि, किनकि अब क्यामेराको लाइटै त्यहाँसम्म पुग्दैन। वहाँ तलबाट आइन्छ कि अब चाहिँ राष्ट्रिय तलबाट। अनि माउर साउर हान्नेला नि हिजो अस्तितिर त हानिन्थ्यो के अरे, तर मैले हिजो अस्तितिर चाहिँ भिडियो बनाएँ एउटा यहाँ माउर हन्टरहरू यहाँ 3 जना। अब म पनि चान्दिने मान्छे त होइन के अरे, माउर त फिक्स हानेर दिन्छ। ल हेर्नु म्यासेन्जरमा पुग्यो। त्यही अब खोला आउनलाई सबैजना निकै नै तातिसकेको छ। अगाडि उहाँ अगाडि भागिसकेको छ रनिङ हान्दै, म नि रनिङ हान्दैछु गाई। यता अर्को मान्छे यस्तो मैले हराउनु सक्दिनँ भनेको कि उता अगाडि पुगिसकेको छ रनिङ हान्दै। अब हामी नि भेटाउन जाने प्रयास चलिरहेको छ। अहिले उयो भने त तहाँ पो पर्छ त गाडी आएर। अगाडि 2 जना रनिङ हान्दैछ, बाटो क्लियर हान्दैछ। पछाडि 2 जना कोहीले केही गरेको कि भनेर हेर्दैछ। हामी बडीगार्ड पऱ्यो नि बिचमा। अनि पछाडि फेरि अनि हल्का फुल्का यहाँ अब हल्का फुल्का छम्माको यहाँबाट घरमा लाग्यो त निकै नै तातिसक्यो। घरमा लाग खोलामा लाग्यो। उहाँ तल पुगिसकेको छ 2 जना रनिङ हान्दै। गर्मी भएर तनाव भइसक्यो। छम्मै नभएको बेलामा यहाँ कसको छम्माको घर भएको भन्छ त यार, यो त यहाँ तनाव हान्ने तेरै त हो नि भएकै त यहाँ अगाडि भागिसक्यो नि यार। यो त गाइस हामी आफ्नो डेस्टिनेसनमा आइसकेको छौँ। अब यहाँबाट हामी तल झर्ने हो अनि उताबाट मार्ने हो माछा। कतिजना 6वटै पाइए त टक्क एक छाक भए पनि हुन्छ। अलिक ठुलोले पाएको त धेरै नै पर्थेन। लाइनसित सबैजना खोलामा आइसकेको छौँ। यहाँनिर सानो खोला, मेरो हातमा लाइट र तीर छ। अब टक्कै हाँड पसिन्छ यहाँ खोला खाली एकदम बाल्दैहरु। अब हानिन्छ टक्क। चिसो पानी त यार चिसो छ नि त भर्खरै बसेर। अहिले ताती हुन्छ नि त पछि खै त्यो बदल देखेकै छैन कि हामीले तर हामीलाई सेल्टी ल यहाँ खुल्टीबाट उस दिँदा प्लास्टिक हामीलाई अरे अब छिटो गयो लागि ठुलो हामी चाहिँ वहाँ तलबाट 1-2 घन्टा लाएर यता आइसकेको छौँ। तर माउर 4-5वटा फुक्काइयो, तर यहाँ चाहिँ मारिसकेको छौँ गाइस एउटा माउर। ए माउर भनेको त बाम रहेछ।
जे भए पनि यत्रो त ठुलै हो माउराले माथि मार्ने सम्भावना छ फेरि माउर मारेपछि भेटौँ लैबाट आएको अब उता रमाइलो हुँदैछ के अरे अब नाच्न पर्छ माथि नाचिराखेको अरे गएर नाचिदिनुपर्छ क्या भन्ने कुरो के हुन्छ अब यहाँ चाहिँ रमाइलो भइरहेको छ यतातिर के अरे देख्दै हामीले बजिराखेको अरे के कस्तो भइरहेको छ थाहा भएन डेक मात्रै भित्र बजेको केही भएन मान्छेहरू त अघि खतर देख्यो त्यो रहेछ उतापट्टि माछा मारेर भ्याइयो अब त नमार्ने छैन कि खासै पाइएन रमाइलो भइरहेको छ यहाँ त अगाडि गएर म देखाउँछु बढी नै बत्ती त गयो हजुर यो माछा मारेर